ल क्लास 11 को एकदमै इम्पोर्टेन्ट टपिक प्रोजेक्टाइल मोसन। त्यहाँबाट चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन, लगभग फिक्स जस्तो क्वेसन मैले लिएर आएको छु। क्वेसन रहेको छ, एउटा एरो छ अरे जसलाई चाहिँ हरिजन्टली सुट गरिएको छ विथ द भेलोसिटी अफ 20 मिटर पर सेकेन्ड फ्रम द टप अफ अ टावर 60 मिटर हाई। भनेको अर्थ यो एउटा टावर भयो जसको हाइट छ 60 मिटर। यसको टपबाट एउटा एरो सुट गरियो जसको इनिसियल भेलोसिटी छ 20 मिटर पर सेकेन्ड, हरिजन्टली सुट गरिएको छ। अब हामीलाई के पत्ता लगाउनु छ, हाउ लङ विल इट टेक टु रिच द ग्राउन्ड। अर्को छ विथ वाट भेलोसिटी विल इट स्ट्राइक। सो यहाँ सोधेको केही पनि होइन, त्यस्तो केही ठुलो सोधेको छैन। तपाईँले क्वेसन के बुझ्नु पर्यो भन्दाखेरि एउटा के भन्छ त भन्दाखेरि एउटा एरोलाई चाहिँ 60 मिटर हाइटबाट चाहिँ सुट गरेको छ 20 मिटर पर सेकेन्ड भेलोसिटीले, इनिसियल भेलोसिटीले। त्यसो भए हामीलाई यहाँ निकाल्नुपर्ने टाइम भनेको टाइम अफ फ्लाइट हो, जसको फर्मुला हो अन्डर रुट अफ ट्वाइस एच बाई जी। यहाँ हामीलाई एच दिएकै छ। एच भनेको के हो त, हाम्रो हाइट, कुन हाइटबाट चाहिँ एरो थ्रो भएको छ त्यो कति छ 60 मिटर। सो 2 × 60 डिभाइडेड बाई जी भनेको जीलाई हामीले कति लिनु पर्यो, यहाँ हामीले 10 लियौँ, इक्वल्स टु यो क्यालकुलेट गर्दाखेरि आउँछ 3.46 सेकेन्ड। यो फर्स्टको एन्सर भयो। फर्स्ट भनेको के हो, टाइम अफ फ्लाइट। अब सेकेन्डको एन्सर, सेकेन्डमा के सोधेको छ, सेकेन्डमा सोधेको छ विथ वाट भेलोसिटी विल इट स्ट्राइक। भेलोसिटी चाहिँ कति हुन्छ त स्ट्राइक गरेपछिको। अब यो कुन भेलोसिटी हो, तपाईँलाई सोधेको भेलोसिटी हो यो वाला भेलोसिटी। यो भेलोसिटी भनेको कुन हो त, जब त्यो एरोले चाहिँ आफ्नो टार्गेटलाई सुट गरिसक्छ, अर्थात् सिधासिधी भन्नुपर्दाखेरि ग्राउन्डमा स्ट्राइक भइसके पछाडि उसको भेलोसिटी। यो भनेको के हो त, रिजल्टेन्ट हो, जसको म्याग्निट्युड कसरी दिन्छ त, इक्वल्स टु यसको एउटा हरिजन्टल कम्पोनेन्टको म्याग्निट्युडको स्क्वायर प्लस भर्टिकल कम्पोनेन्टको स्क्वायर। एउटा कुरा सधैँ के थाहा हुनुपर्छ त भन्दाखेरि हामीलाई यो जुन भिएक्स छ नि, यो भिएक्स अलवेज कन्स्ट्यान्ट हुन्छ, अलवेज कन्स्ट्यान्ट हुन्छ। किन भन्दाखेरि हामीलाई युनिफर्म स्पिड दिएको हुन्छ सुरुमै थ्रो गर्दाखेरि। त्यसैले जुन हरिजन्टल कम्पोनेन्ट हुन्छ, जुन एक्स एक्सिसमा कुदिरहेको हुन्छ, एक्स एक्सिसवाला भेलोसिटी, त्यो जहिले कन्स्ट्यान्ट हुन्छ। सो हामीले यो भिएक्सलाई जहिले पनि हाम्रो इनिसियल भेलोसिटी अर्थात् युनट लिनुपर्छ। त्यो यहाँ कति छ 20 मिटर पर सेकेन्ड। अब रह्यो कुरो 20 को स्क्वायर प्लस भिवाई को स्क्वायर। अब यो भिवाई चाहिँ के हो त, भिवाई भनेको हाम्रो भर्टिकल कम्पोनेन्ट हो। त्यसको लागि हामीसँग एउटा फर्मुला छ, v इक्वल्स टु यु प्लस एटी। यु भनेको पनि यहाँनिर भर्टिकल कम्पोनेन्ट भयो। हाम्रो इनिसियल भर्टिकल भेलोसिटी हामीलाई त के थाहा छ त भन्दाखेरि हामीलाई 20 मिटर पर सेकेन्डले इनिसियल भेलोसिटी दिएको छ हरिजन्टल। तर इनिसियल भर्टिकल भेलोसिटी त दिएको छैन, किनभने कुन एङ्गलमा थ्रो गरेको, कसरी थ्रो गरेको त हामीलाई भनेको छैन। त्यसैले युआई इक्वल्स टु 0 मिटर पर सेकेन्ड। सो यहाँ 0 प्लस ए यहाँले ए भनेको जी हुन्छ, जीको भ्यालु 10 इन्टु 3 भनेको अघि हामीले निकालेको छौँ टाइम अफ फ्लाइट जुन हो 3.46। सो यसलाई हामीले क्यालकुलेट गरेर यहाँ राख्यौँ भने के हुन्छ 20 को होल स्क्वायर प्लस 10 इन्टु 3.46 को होल स्क्वायर को अन्डर रुट, र यसलाई हामीले क्यालकुलेट गऱ्यौँ भने आउँछ भी भेक्टरको म्याग्निट्युड इक्वल्स टु कति आउँछ त 39.96 मिटर पर सेकेन्ड। यही भेलोसिटी हो जुन भेलोसिटीले हामीलाई चाहिँ हाम्रो एरोले चाहिँ जमिनलाई स्ट्राइक गर्छ। त्यस्तै एङ्गल tan थीटा इक्वल्स टु हुन्छ भर्टिकल कम्पोनेन्ट बाई हरिजन्टल कम्पोनेन्ट। सो यो थीटा इक्वल्स टु tan इन्भर्स भिवाई बाई भिएक्स गरिदिनु। यहाँ भिवाई भनेको हाम्रो यो वाला भयो, यो भ्यालु अहिले हामीले निकालेको छौँ जुन हुन्छ tan इन्भर्स 10 इन्टु 3.46 डिभाइडेड बाई भर्टिकल कम्पोनेन्ट अलवेज कन्स्ट्यान्ट जुन हो 20। यो सबै गरिसके पछाडि हाम्रो एन्सर आउँछ कति डिग्री भन्दाखेरि 60
डिग्री। सो थीटा रिजल्टेन्ट भेलोसिटीको भेलोसिटी चाहिँ हाम्रो 20 मिटर पर सेकेन्ड हो, जुन चाहिँ हामीलाई चाहिएको भेलोसिटी हो, जसले जुन भेलोसिटीले चाहिँ स्ट्राइक गर्छ त्यसले चाहिँ हरिजन्टल कम्पोनेन्टसँग 60 डिग्रीको एङ्गल बनाउँछ।